चितवनका आदरणीय दाजुभाइ दिदीबहिनीहरुमा मेरो हार्दिक नमस्कार छ। आज अलिकति खल्लो त भएकै छ। मभन्दा अगाडि बोल्ने वक्ताहरूले पनि कुराहरू राखिसक्नु भएको छ। हिजो काठमाडौँबाट चितवन, तनहुँ, लमजुङका कार्यक्रमका लागि भनेर म साँझ दिउँसो 1 बजेसम्म म हाम्रो सभापति रवि लामिछाने सँगै थिएँ। हामीले केही योजनाहरू तय गर्यौं। आजको यस कार्यक्रममा रविजीले केही कुराहरू राख्ने उद्घोष गरिसक्नु भएको थियो। सायद त्यसैबाट डराएर पनि हुन सक्छ उहाँलाई कुनै हालतले पनि यो कार्यक्रममा सहभागी हुन नदिने एउटा लामो समयदेखि प्रपञ्च बुनि राखिएको जस्तो महसुस हिजोका घटनाहरूपछि भएको छ। म सायद गजुरी मलेखुतिर आइपुगेको थिएँ 7:30 पौने 8 साँझतिर। समाचारहरू आएपछि मैले तुरुन्तै रविजीलाई फोन गरेँ। त्यति बेलासम्म पनि हामी विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यतालाई अरूले त खोल ओढ्ने हुन्, गणतन्त्रको खोल ओढ्ने हुन्, लोकतन्त्रको खोल ओढ्ने हुन्। हामीले चाहिँ यही व्यवस्थालाई थप सुदृढ, थप उन्नत बनाउनु पर्छ भनेर मन, वचन, कर्मले काम गरिरहेका छौँ। जलेश्वरमा हामीले लेखेको प्रस्तावना, पार्टीभित्र हामीले गरिरहेका व्यवहारहरू, आचरणहरू, राष्ट्रिय बेलामा पारित गरेका दस्तावेजहरू, यो जनयात्राका माध्यमबाट जनतासँग जोडिने एउटा उन्नत लोकतान्त्रिक विधिका रूपमा अगाडि बढ्दै गर्दा हामीले सोच्यौं के लेखेको छ, फौजदारी कानुनमा के छ, नेपालको संवैधानिक अभ्यास के छ भनेर छोटो कुराकानी गर्दाखेरि रविजीले भन्नुभयो अब सर्वोच्चमा म जाने नै छु, कानुनको बाँकी रहेको ढोकामा ढकढक्याउने नै छु। यो आजको आजै धरपकड होला जस्तो मलाई लागेको छैन र भोलि चितवन जाने र आफ्ना कुराहरू चितवनमा राख्छु र पहिला गरे जस्तै जहाँ मैले समर्पण गर्नुपर्ने हो, जहाँ तोकिएको समयमा पुग्नुपर्ने हो म पुगौँला भनेर हामीले त्यसरी चाहिँ आफ्नो वार्तालाई टुङ्ग्याएका थियौँ। र मैले तुरुन्तै अन्य कानुनविदहरूसँग पनि सल्लाह गर्दाखेरि 7 बजेतिर फैसला आउने, आजको आजै यसरी चाहिँ दुनियाकै ठुलो अपराधीलाई पक्रन पर्ने जस्तो गरेर, आकाशै खस्ला जस्तो गरेर चाहिँ जुन धरपकड गरियो हिजो, त्यो असाध्यै निन्दनीय छ। हाम्रो पार्टीले 12 बजे मध्यरातमा हिजो सचिवालयको बैठक राखेर यसको घोर भर्त्सना गरिसकेको छ। र आज बिहान म लमजुङ जाँदै गर्दा पनि रविजीसँग मेरो कुरा भएको थियो र उहाँले भन्नुभयो हेर्नुहोस् न स्वर्णिमजी, हिजो के न बित्यो होला भनेर मलाई यहाँ लिएर आए, यहाँ चाहिँ दाल भात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा भनेपछि यो चितवनमा बोल्न नदिनको लागि नै सारा कानुनी राजको चाहिँ धज्जी उडाइएको भन्ने कुरा चाहिँ आज प्रमाणित भएको छ। मैले त्यो फैसला के रहेछ भनेर पनि हेरेँ। हिजो 2 जना न्यायाधीशहरूले लेख्नु भएको 7-8 पानाको छ। त्यहाँ क्यानाडाका उदाहरणहरू दिएका छन्, त्यहाँ हिन्दुस्तानका उदाहरणहरू दिएका छन्। बाफ रे बाफ, कस्ता कस्ता ट्यालेन्टेड न्यायमूर्तिहरू आएछन् नेपालमा भनेर एकछिन गमे पनि मैले। तर त्यो बहस सकिएको 2 घण्टाभित्र लेख्न सकिने फैसला थिएन। यो ताना बाना पहिल्यै बुनिएको रहेछ भन्ने थप प्रमाण त्यो पनि हो जस्तो मलाई लागेको छ। तर आज रवि लामिछानेलाई 2 पटक नेपालकै लोकतान्त्रिक इतिहासमा रेकर्ड रहने गरेर 2 पटक शानदार मतले, म सम्झन्छु पछिल्लो उपनिर्वाचनमा त म यही नारायणी पारी तनहुँको प्रतिनिधिका रूपमा चाहिँ म पनि निर्वाचित भएँ। रविजी यहाँबाट फेरि निर्वाचित हुनुभयो। उहाँले 54,000 मत ल्याउँदै गर्दाखेरि यसो बत्ती बालेर खोज्दै थिएँ मैले, काङ्ग्रेसको कति आएछ, एमालेको कति आएछ भनेर खोज्दाखेरि बिचराहरू 10-11,000 मा सीमित भएका थिए। त्यो प्रचण्ड जनमत, त्यो म्यान्डेट लिएर संसदमा तपाईहरुको आवाज गर्जाउने रवि लामिछाने, जनताका मुद्दाहरूलाई मुखरित गर्ने रवि लामिछाने र यो अहिलेको सिस्टम, यो खोल मात्र भयो, सार्थक व्यवस्था, जनताको सेवाको लागि काम गर्ने, डेलिभरी दिने, सुशासन कायम गर्ने, हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठा र साखलाई उच्च राख्ने खालको प्रणालीतिर हामी जानुपर्छ भनेर त्यो सुधारको एजेन्डाको शङ्खनाद गर्ने रवि लामिछानेको आवाजले यिनीहरूलाई यति तर्साइदिएको छ कि विगत 6-7 महिनादेखि यो लखेट्याई, यो खेदाई, यो धरपकड, यो प्रतिशोध दुनियाले देखिरहेको छ। र मलाई लाग्छ
54,000 मत लिएर आएर अस्ति 1.5-2 वर्ष अगाडि मात्रै जसरी चितवनले पुराना पार्टीहरूलाई दण्डित गरेको छ, 84 मा मलाई लाग्छ एउटा ठुलै सजाय नेपाली जनताहरूले पुराना राजनीतिज्ञहरूलाई दिनेछन् भन्ने विश्वास गरेको छु। चितवन विशेष ठाउँ हो। म गोर्खामा जन्मे, आज तनहुँको चाहिँ प्रतिनिधित्व गर्ने गौरव मलाई प्राप्त भएको छ, तर बाल्यकालका धेरै दिनहरू मैले चितवनमा बिताएको छु। मलाई 36 सालदेखिकै राजनीतिक घटनाहरूको अलिअलि याद आउँछ। 36 सालमा त्यत्रो व्यापक धाँधली हुँदा पनि केही सीमित जिल्लाहरू थिए जसले स्वतन्त्रताको पक्षमा, बहुदलीय प्रणालीको पक्षमा मत हालेको थियो। चितवन झन्डै 56-57% मत चाहिँ बहुदलको निलो रङमा मत खसाएर चितवनका जनताले आफ्नो प्रगतिशीलता प्रदर्शन गरेका थिए। 46 सालको आन्दोलनमा पनि यहाँका जनताहरू जागरुक भए। 62-63 मा पनि सहभागी हुनुभयो र रवि लामिछानेले यो 1-2 चोटि यो काकताली परेर जित्या हो भन्नेहरूलाई पनि 2-2 चोटि निलो क्रान्तिको बिउ रोपिने गरेर नै तपाईहरुले जसरी 79 को चुनावमा, 80 को चुनावमा एउटा नयाँ राजनीतिक संस्कार, एउटा नयाँ राजनीतिक चरित्र र रासोपाको डीएनए भन्छन् नि, यो वंशानुगत सुधार गर्ने हिसाबले नै जसरी तपाईहरुले विश्वास गरेर 2-2 पटक जिताइदिनु भएको छ, त्यसबाट यिनीहरू साँच्चै तर्सेका छन्।